यो उपप्रमुखको कार्यकक्षमा चाहिँ हामीले ताला लगाइदिउँ है। उहाँ हुनुहुन्न, यहाँ त सामान त हराउँछ हाम्रो प्रहरीको गाडी र अब उहाँहरूलाई नै हाम्रो सामाजिक अभियन्ता लाक्पा तामाङज्यूले चाहिँ यो उपप्रमुखको कार्यकक्षाको चाबी चाहिँ बुझाउँदै हुनुहुन्छ। उपमेयरज्यू यहाँ पाखरिस नगरपालिकाको 520 नम्बरको गाडी लगेर एमालेको महाधिवेशनमा गइसक्नु भएको छ। 3 दिन भइसक्यो, कार्यकक्षा खाली छ। कहिले फर्किनुहुन्छ त्यो पनि थाहा छैन। त्यति मात्र नभएर यहाँका सुरक्षा दिने नगर प्रहरी समेत लगेर जानु भएको छ। कोही पनि हुनुहुन्न सुरक्षाकर्मीहरूको। नगरपालिकाको हालत खराब छ यहाँनिर। है अब यो कार्यालयभित्रबाट कम्प्युटर हराउला, ल्यापटप हराउला, विभिन्न सामग्रीहरू हराउला, त्यसको सुरक्षा कसले लिने त? सुरक्षाकर्मी नै लगेर हिँडिसक्नु भएको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अन्यथा नसोच्नु होला। सुरक्षाको लागि उहाँलाई नै हामी सहयोग गर्नको लागि, उपमेयरज्यूलाई नै सहयोग गर्नको लागि, उहाँ नआएसम्मको लागि चाहिँ हामी तालाबन्दी